एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्कार सबैजनालाई र मेरो च्यानलमा मेरो भिडियोमा फेरि पनि हजुरहरू सबैजनालाई एकदमै स्वागत छ र आज पनि म नयाँ भिडियो लिएर हजुरहरूको समक्षमा आइरहेको छु। र तपाईहरुले देख्नुहुँदैछ यो जग्गा है, यो जग्गा चाहिँ राभङलादेखि अलिकति माथिको जग्गा हो। बजारदेखि चाहिँ अब म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ बुद्ध पार्क नजिकै रहेको गुम्पा माने छोकर्लिङ आज चाहिँ सागादावा हो नि त। अन्त त्यही अकेजन पारेर म चाहिँ गुम्पा भिजिटमा जाँदैछु। अन्त के कसो हुन्छ त्यहाँनिर म तपाईहरुलाई देखाउने छु। सिरी भएर चाहिँ आउनुपर्ने हुन्छ। त्यही बेसी यो कालो सिँढी छ कि यहाँनिर चाहिँ अब के भन्नु सिँढी छ। अन्त यो सिँढी हिँडेर चाहिँ गुम्पा पुग्नुपर्ने हुन्छ। अनि गुम्पा चाहिँ म पुग्ने आँटेँ। गेट भयो नि त होइन, यहाँ चाहिँ शीतल रहेछ तर यहाँनिर चाहिँ। अन्त सो अस्तिको गीतको भिडियोहरूतिर पनि तपाईँहरूले एकदमै माया देखाइदिनु हुँदैछ है, सपोर्ट गरिदिनु हुँदैछ, मन पराउनु हुँदैछ। थ्याङ्क यू सो मच तपाईँहरूलाई। र आजको पनि भ्लग एकदम स्पेसल हुन्छ, हेर्दै गर्नु होला है त। सो म चाहिँ आइपुगेँ यहाँनिर होइन। हेर्नुहोस् कति शान्त छ यहाँनिर होइन, एकदमै इन्भाइरोमेन्ट पनि एकदमै राम्रो छ। आज त शीतल पनि भइरहेको रहेछ होइन। अन्त यो जग्गाहरूलाई चाहिँ अब कतिजनालाई थाहा हुँदैन, किन भन्दाखेरि चाहिँ मान्छेहरू घुम्नु भनेर आउनुहुन्छ। अन्त पर बुद्ध पार्कहरू होइन, त्यहाँ स्ट्याचु भएको जग्गाहरू घुमेर जानुहुन्छ नि त। अन्त यो जग्गाहरू चाहिँ हतपत उहाँहरू आउनु हुँदैन, मिन्स थाहा पनि हुन्छ या हुँदैन है। अन्त यहाँ चाहिँ यस्तो छ, तपाईँहरूलाई म देखाउने छु है त। तपाईँहरूले हेरिहाल्नु भयो होइन, यसको मेन पार्टहरू मैले तपाईँहरूलाई देखाएँ होइन, के कस्तो छ बाहिर भनेर। अब म चाहिँ अहिले चाहिँ एक्लै छु यहाँनिर चाहिँ, तर पनि मलाई मजा आइरहेको छ एकदम। कस्तो शान्ति छ नि त हेर्नुहोस् यहाँनिर होइन। यसो यो गर्दा पनि एक्लै भयो पनि अब एकदम मजा आउने खालके हुन्छ नि, कोही नचाहिने खालके जग्गा छ क्या। अनि त्यही हो, अब यहाँदेखि म पर फेरि बुद्ध पार्कभित्र जान्छु होला। त्यहाँनिर चाहिँ छिरिङाईहरू हुनुहुन्छ, उहाँहरू चाहिँ पूजामा हुनुहुन्छ र आज चाहिँ सागादावा हो नि त। अनि त्यसकै पूजामा उहाँहरू चाहिँ सायद व्यस्त हुनुहुन्छ होला। कसम मजा आयो या यहाँनिर त। हेर्नुहोस् है, चिल छ नि है। फेरि कस्तो उकालो आउँदाखेरि चाहिँ एकदमै घाम लागिरहेको थियो नि त, अहिले चाहिँ एकदमै घाम पनि छेलिरहेछ बादलले। अन्त चाहिँ शीतल मजाको भइरहेको छ। सो अझै पनि म चाहिँ यहीँनिर नै छु होइन। एकदमै आफै घुम्नु आफै रमाउनुमै म एकदमै मजा लाग्छ क्या, मलाई त्यस्तो हुन्छ नि। अनि म अब खुसी हुनुको लागि मेरो मन चाहिँ जस्तोमा पनि भुलिहाल्छ, तर त्यो चाहिँ अब एकदमै जहाँनिर चाहिँ शान्ति छ होइन, त्यहाँ मलाई आफै खुसी मिल्छ होइन। र आफै आफमा रमाउनु पनि पर्छ मान्छे भएर जस्तो लाग्छ मलाई। अनि सो तपाईँहरूले देखिहाल्नु भयो यहाँनिर होइन, यहाँ चाहिँ माने छोकर्लिङ भन्छ होइन यसको जग्गाको नाम चाहिँ, गुम्पाको नाम चाहिँ। अन्त यहाँनिर तपाईँहरूलाई याद छ छैन है, पाङलाबसोल जुन चाहिँ सिक्किममा एकदमै प्रचलित फेस्टिभल हो, जहाँ चाहिँ कञ्चनजङ्घाको पूजा हुन्छ होइन। त्यो चाहिँ यहाँनिर मनाइन्छ, यो गुम्पामा पूजा हुन्छ पाङलाबसोलको टाइममा चाहिँ। अनि त्यसको पूजा चाहिँ यहाँनिर हुन्छ है। तपाईँहरूले कतिजना त आउनु पनि भएको होला होइन। एकदमै भव्य रूपमा पाङलाबसोल मनाउँछ नि त राभङलामा। सिक्किमको पनि राभङलामा मात्रै पाङलाबसोल चाहिँ मनाइन्छ, जो चाहिँ यो ठाउँमा हो। सो यस्तो थियो है, म चाहिँ यहाँनिर गुम्पा साइड चाहिँ तपाईँहरूलाई देखाइसकेँ होइन, म पनि घुमिसकेँ। र अहिले भने चाहिँ म यहाँनिर छु, बाहिर निस्किसकेँ। बाहिर भन्दाखेरि पनि त्यो गुम्पाहरूदेखि चाहिँ उतापट्टिको रोडबाट चाहिँ फेरि सिधै यता यहाँ भन्दैछु म है, यहाँभित्रबाट चाहिँ सिधै बुद्ध पार्क पस्न सकिन्छ होइन।
र म चाहिँ त्यहीँबाट पस्नेवाला छु। माथिबाट हो भने चाहिँ अलिकति घुमेर जानुपर्छ नि त, अन्त यहाँबाट हो भने चाहिँ एकदमै सर्टकट यो गेट भएर चाहिँ यता जानुपर्ने हुन्छ र म चाहिँ यहाँबाट जाँदैछु। बन्द पनि गरिदिए हो। सो यो चाहिँ बुद्ध पार्कको ब्याक साइड हो नि त, यहाँबाट पनि जान चाहिँ सकिन्छ। आज चाहिँ एकदमै मान्छेहरू ज्यादा हुनुहुँदो रहेछ आज यहाँनिर कि, किनभने चाहिँ आज छुट्टी पनि हो नि त, त्यही भएर पनि होला। किनभनेको त रिजनै त्यही हो। अब छिरिङाईहरू कहाँ हुनुहुन्छ मलाई अत्तो पत्तो छैन, म चाहिँ भिडियो बनाउँदै गर्छु होइन। भेट्यो भने भेटेँ, भेटेन भने पनि भेट्छु त। सो यो भयो मेन सिँढी, यहाँनिर चाहिँ हामी अब एन्टर हुनुपर्ने हुन्छ भित्र। सुरुमा चाहिँ यो देख देख के चलो। क्यामेरा मात्रै हेरेर हिँड्ने भने चाहिँ म चाहिँ लड्नु पनि सक्छु, त्यही भएर भुइँ पनि हेरेर हिँड्ने गर्नुपर्ने हुन्छ। सो यहाँ त तपाईँहरू आउनु भएको होइन, एकदमै ब्युटिफुल हाम्रो बुद्ध पार्क होइन, जो चाहिँ राभाङलामा छ। र यहाँनिर त एकदमै तपाईँहरूले आउनु पनि भएको होला। यहाँनिरबाट कति बेसी फेमस छ नि त, त्यही भएर चाहिँ। तर पनि मेरो भिडियोमा हेरेर इफ आउनु भएको छैन भने चाहिँ तपाईँहरू आउनुहोस् होइन, एकदमै दामी छ है। अब चाहिँ मैले छिरिङाईलाई कल गरिसकेँ होइन, मलाई लिन आउनुहुँदैछ। म चाहिँ यहाँनिर छु अहिले चाहिँ, अन्त एक्लै छु अहिले पनि होइन, तर मजा आइरहेछ मलाई त। अन्त अस्ति आउँदाखेरि चाहिँ यहाँनिर पानी थिएन होइन, यो उयसमा फाउन्टेनमा, अहिले चाहिँ हालिरहनु भएको रहेछ नि त। अन्त म अब फेरि यहाँ आइपुग्दा चाहिँ मलाई गरम भयो, म त चस्मा लगाउनु पऱ्यो एकछिन चाहिँ। पल्लोपट्टिबाट जाउँ भनेको कि सिँढीबाट, मान्छे त गज्याउँ होइन, सबैजना भिडियो र फोटोमा व्यस्त। अन्त फेरि उहाँहरूलाई डिस्टर्ब गर्नु पनि भएन होइन, त्यही भएर चाहिँ म यो बाटो भएर आएँ। शीतल शीतल भयो मलाई चाहिँ, तपाईँहरू पनि शीतल। हाई हाई ब्लगमा हेलो भन। कता जानुभएको के छ अन्त, ठिकै छ के? मलाई लिनु त पढाइ आउने भनेर सोचिरहेको थिएँ त। अन्त आउँदै थियो त नानीहरू लगेर झिन अन्त म त उबाट कस्तो मजा आयो कि, उबाट उयसमा गुम्पामा एक्लै बसेर शीतल पनि रहेछ होइन, फेरि कस्तो मजा आएको नि क्या हो। मलाई कोही चाहिँदैन रहेछ भन्ने पनि भयो एक प्रकारले चाहिँ। अन्त के छ हौ? ठिकै छु। खै पूजाहरू भयो? तिमी कस्तो छ? उयो सकेको छैन पूजा सक्नु मजाले। सब्स्क्राइब गरिदिनुहोस्। अरू माथि पुग्ने रहेछ अरू भन्दा। जाङपो भेटेन है? कस्तो पाराले गरिदिएको यसरी? मलाई भेटेन त। कहाँ हेलो भन। आज पनि भ्लगमा आउने भयो घरमा। केटाकेटीहरूको लागि पनि सानो सानो गाडीहरू आइसकेको रहेछ यहाँनिर चाहिँ होइन, उनीहरूको मनोरञ्जनको निम्ति। र हामी चाहिँ यहाँनिर छौँ अहिले पनि होइन, एकदमै मजा आइरहेको छ। घाम पनि फेरि गयो है, घाम चाहिँ आउँदै जाँदै गर्छ। यस्तै हो, अब कसो पऱ्यो भने त पानी पनि परिहाल्छ होइन, तर पानी पऱ्यो भने पनि केही छैन, अलिक शीतल हुन्छ नि त। अन्त त्यस्तो चाहिँ हेलो हाँस्दै जाने नि। म पनि पछाडि बसौँ, पछाडि म पनि बसौँ। अलिक इन्जिन तताउनुपर्छ।
सक्नुहुन्छ तपाईँहरूले आइछुङछुङ बाई बाई गएको ल सो तपाईँहरू यहाँनिर आउनुभयो भने चाहिँ यहाँ तपाईँहरूले कफीको मजा लिन सक्नुहुन्छ यहाँ यस्तो छ होइन बस्ने ठाउँ पनि चटक्कै मजाको छ आइसक्रिमको मजा लिँदै नम्बर पायो भने चाहिँ जानु फेरि खानु फ्रीमा पाउँछ छोटा खायो फेरि रिटेक किनभने त्यसो किन पूजा हुन आँटेपछि बस पूजामा बस्नु जाउँ जाउँ न पूजा चाहिँ हाम्रो इडेन मिस हुनुहुन्छ छिरिङाईको बहिनी उता पनि हुनुहुन्छ तर देखेकै छ त्यहाँ हाँसु जाऊ मलाई पो काम आउँदो रहेछ राम्रै जुन पूजामा चाहिँ म फर्किन जाने किन हतार पऱ्यो अहिले चाहिँ तपाईँहरू बस्छ बजारमा खान्छ अब पूजामा बस्ने हो हामी होइन खेल्न भनेको जङ्को त्यो खेल्ने कि यही खेल्ने हो एकदमै गान्तोकबाट आउनु भएको हाम्रो अब चाहिँ भ्यू पुरा बेसी भ्युज बढ्ने भयो है हाल्यो त अन्त अघि होइन मेरो भ्यू चाहिँ एकदमै बढ्ने भयो अब चाहिँ प्लिज सब्सक्राइब गरिदिनुहोस् यहाँ टोटोमा चढ्नुको लागि एकदमै रेडी भइसक्यौँ होइन अन्त चढ्नु अरे म चाहिँ फ्रीमा तर यसरी होइन हुन्छ बस्नुहोस् यहाँ बस्छ ल सो अब चाहिँ यहाँबाट चाहिँ यसरी बाइकबाट चाहिँ भमिटायो भन्नु नि फोटो पनि देख्दो रहेछ त्यो चाहिँ जो चाहिँ धर्मी छ त्यसले पनि देख्छ सबै धर्मी नै हो क्या सबैको देखेछु त भित्रबाट देखिरहेको छ ल मलाई साइलेन्ट हाल्नु सो म चाहिँ यहाँनिर बसेको थिइनँ नि त अन्त पूजा चाहिँ यहाँनिर हुँदो रहेछ सो यहाँनिर छ हामी लाइटले गर्दा मजाको देख्यो 三内抽具三阶堂장줍선배 신감탐지 무슨도 동신 살바라 유로지 옴바즈라 알로게 아후
हामीले चुरिसकेको ठाउँमा किन्नु होइन ल यो सब घेलौमा पाल्नु तपाईँले यस्तो ढोक्दाखेरि टक्क अब के हो त घेलौमा पाल्नु चाहिँ यस्तो रहेछ है भने देख्यो भने यस्तो होला भने मेरो मनमा लाग्यो है ल तर मैले गर्दाखेरि तपाईँले पैसा टिप्नु पऱ्यो आइएम सरी मेरो चिया पैसा भयो भनेर गयो ल भन्नु जे भए तापनि तपाईँले न्युने नबस्नु आएको न्युने नबस्दाखेरि पनि सो अहिले चाहिँ हामी यहाँनिर पूजामा बसिसकेर होइन अहिले यहाँनिर चाहिँ हामी चिया खाँदैछ अब चाहिँ चिया खानुहुँदैछ होइन म चाहिँ यहाँनिर बसिरहेको छु हो यहाँ बहिनी कसले बनाएको चिया मैले वाउ बनाउनु देखाइदिनु नि भएको चिया रहेछ सिटर दिनु नि ल सादा रहेछ सादा सादा सो पूजाहरू सकिसकेर पनि यहाँनिर चाहिँ यसरी सरसफाइ हुँदैछ होइन एकैचोटि सफा पनि गरिहाल्नु हुँदो रहेछ अनि यहाँनिर यहाँ हाम्रो आम्ला हुनुहुन्छ कति दिन बस्नु भयो तपाईँहरू यहाँनिर आज हामी कता 8 दिन टक्कै भयो 8 दिन भयो नि आज चाहिँ 9 दिन हुन्छ हो अस्ति सन्डे आएको नि ए हजुर हजुर अस्ति कति 28 देखि बसेको 28 देखि बस्नुभएको है आजसम्म राम्रो भयो तर यो एकदम दामी भयो केही भएन बिमार सिमार केही भएन हो के होइन है राम्रो भयो हाँसिलो खुसिलो दामी भयो यति नै सेटिस मलाई त हजुर ठिकै छ बिमार केही भएन क्या दामी हाँसिदिएको भाइ तपाईँ उसको डिम्पल चाहिँ दामी रहेछ नि त अन्त यस्तो प्रकारले आजको भ्लग यहीँनिर एन्ड गर्नुपर्ने हुन्छ र आजको दिन एकदमै मेरो अन्त हामी सबैजनाको एकदमै ब्लेस्ड रह्यो है एकदमै मजा आयो एकदमै फ्रुटफुल रह्यो अन्त तपाईँहरूलाई पनि आई होप मन पऱ्यो होला है जतिजनाले हेर्नुहुँदैछ मेरो भिडियो प्लिज तपाईँहरू यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला अन्त त्यही हो माया देखाइदिनुहोस् होला फेरि पनि म नयाँ भिडियो लिएर जरुर आउनेछु अनि अब चाहिँ हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ अनि गाडी पर्खिरहेको छ यहाँनिर टोटो पर्खिरहेको छ हामीले होइन सो अब भ्लगलाई एन्ड गर्दैछु के भन्नु छ प्लिज लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला आउनु के भनिदिनुहोस् सो यस्तो प्रकारले भ्लगलाई म एन्ड गर्नु पर्ने हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू बाई बाई